मेरो यो आवाज बाहेक यस भिडियोको सम्पूर्ण अंश एआईले जेनेरेट गरिएको हो। त्यही त पछि छानबिन समिति बन्यो, उसले चाहिँ युवराज दिपेन्द्रले नै हत्या गरेर आत्महत्या गरेको रिपोर्ट दियो। तर आज 23 वर्षपछि पनि वास्तवमा के भएको थियो भन्ने कुरा अझै पनि रहस्यमय छ जस्तो लाग्छ। बिल्कुल, प्रश्न त्यही छ के यो केवल प्रेममा पाएको असफलता र रिसको नतिजा थियो जस्तो आधिकारिक कथाले भन्छ, या फेरि यसमा कुनै ठूलै षड्यन्त्र थियो? ल सुरु गरौँ न त त्यही सरकारी रिपोर्ट र प्रत्यक्षदर्शीका बयानबाट के भन्छ रिपोर्टले खासमा। रिपोर्टको निष्कर्ष त प्रस्तै छ। युवराज दिपेन्द्र, जो आफूले चाहेकी युवती देवयानी राणासँग विवाह गर्न नपाउँदा एकदमै असन्तुष्ट थिए, उनैले राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत परिवारका सदस्यहरूको गोली हानी हत्या गरे। अनि आफैलाई पनि गोली हाने भन्ने छ। हो, र अन्तमा आफैलाई गोली हाने। यो कुरालाई घटनास्थलमा रहेका र बाँचेका केहीले, जस्तै राजा वीरेन्द्रकी बहिनी शोभा शाही अनि केतकी चेस्टर जस्ता प्रत्यक्षदर्शीका बयानले पनि समर्थन गर्छ भनिएको छ। प्रत्यक्षदर्शीको बयान कतिको मिल्छ त? पारस शाहले पनि त बयान दिएका थिए नि, हतियारहरूको बारेमा केही भनेका थिए। हो, बयानहरूमा अलिअलि फरक त छन्, तर मूल कुरामा चाहिँ दिपेन्द्र नै गोली चलाइरहेका थिए भन्ने देखिन्छ। पारस शाहको बयानमा त झन् दिपेन्द्रले M16, MP5, ग्लक जस्ता हतियार चलाएको कुरा छ। हो र? भित्र बाहिर गर्दै गोली चलाएको भन्ने? त्यस्तै। कोमल शाह, शोभा शाही, गोरख शमशेर, केतकी चेस्टर, उहाँहरूको बयान महत्त्वपूर्ण छ यो घटना बुझ्नलाई। तर जति नै आधिकारिक रिपोर्ट आए पनि तत्कालीन अधिराज कुमार ज्ञानेन्द्र शाहमाथि चाहिँ शङ्का हटेन नि, होइन? त्यो शङ्काको खास कारण चाहिँ के हो? ज्ञानेन्द्र शाहमाथिको शङ्काका पछाडि धेरै कुरा जोडिन्छन्, जस्तो त्यो रात उहाँको परिवारका सदस्यहरू, मतलब पत्नी कोमल बाहेक अरू सबै सुरक्षित रहनु। अनि छोरा पारस शाहको भूमिका बारे पनि त हल्ला चलेको थियो नि। हो, पारसको भूमिका बारे अनेक हल्ला चल्यो। फेरि रक्तकुण्ड जस्ता किताबमा त दरबारका कर्मचारीले दिपेन्द्रको जस्तै मुकुण्डो लगाएका अरू मान्छे पनि देखेको भन्ने दावी गरियो। त्यसले त झन् षड्यन्त्रकै आशंका बढायो नि। अनि घटना हुँदा ज्ञानेन्द्र शाह पोखरामा हुनु, काठमाडौँ फर्किँदा अलि हडबडाएको जस्तो देखिनु, यस्ता कुराले पनि शङ्कालाई बल दियो भन्छन्। अहिले पनि सामाजिक सञ्जालमा कहिलेकाहीँ #अरेस्ट ज्ञानेन्द्र ट्रेन्ड हुन्छ, फेरि #IamWithGyanendra भन्ने पनि देखिन्छ। माओवादी नेता प्रचण्डले त सार्वजनिक रूपमै उहाँलाई मास्टरमाइन्ड भन्नुभएको थियो। हो, त्यो आरोप पनि लाग्यो। तर यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने यी शङ्का र आरोप जति नै बलिया सुनिए पनि ज्ञानेन्द्र शाहको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने खालको ठोस प्रमाण चाहिँ आजसम्म बाहिर आएको छैन। धेरैजसो अनुमान र हल्लामै आधारित देखिन्छन्। ज्ञानेन्द्र शाह बाहेक अर्को एउटा कोण पनि छ नि, बाहिरी शक्तिको हात हुन सक्ने, खास गरी भारतको वा अमेरिकाको CIA को संलग्नताको कुरा पनि उठ्छ नि, होइन र? त्यो कोणबाट पनि खूब चर्चा भयो। केही रेडिट प्रयोगकर्ताहरू अनि राजा वीरेन्द्रका पूर्व सहयोगी भनिएकाहरूले यस्तो आशंका गरेका छन्। त्यसको पछाडिको तर्क चाहिँ के दिन्छ? तर्क चाहिँ नेपालको भू राजनीतिक अवस्था, राजा वीरेन्द्रका कतिपय नीतिप्रति भारत वा पश्चिमा देशहरू खुसी नहुनु, अनि नेपालमा राजतन्त्र नै हटाउने ठूलो खेलको एउटा हिस्सा हुन सक्छ भन्ने खालको खण्डन गर्ने तर्क पनि उत्तिकै बलियो छ। त्यही त, नेपालमा यत्रो ठूलो जोखिम मोलेर विदेशी शक्तिले किन हात हाल्थ्यो होला? शीतयुद्धको जस्तो अवस्था पनि थिएन। अनि मुख्य कुरा प्रमाण खै? बिल्कुल, प्रमाणको अभावमा यो सिद्धान्त पनि अनुमानकै तहमा रह्यो। घटनालाई हेर्दा अरू पक्ष पनि छन्, जस्तै दिपेन्द्रको त्यति बेलाको मानसिक अवस्था कस्तो थियो, लागु औषध सेवनको कुरा, हतियारप्रतिको लगाव। अनि त्यो घाइतेहरूलाई अस्पताल लैजान ढिला भयो, नजिकको अस्पताल नलगी सैनिक अस्पताल लगियो भन्ने प्रश्न पनि त छ नि। हो, त्यो प्रश्न पनि अनुत्तरित नै छ। यी सबै कुराले घटनालाई झनै जटिल बनाउँछ।
त्यति बेला डाक्टर बाबुराम भट्टराईको त्यो चर्चित लेख नयाँ कोत पर्वलाई मान्यता दिनु हुँदैन भन्नेले पनि समर्थन जति तरङ्ग ल्याएको थियो नि पनि उस्तै छ। त्यसले त सिधै षड्यन्त्रतिरै संकेत कार्यकालका प्रमुख विवाद यो लेखले जनमानसमा भएको शंकालाई राजनीतिक रूप दिएको थियो जस्तो लाग्छ। समग्रमा हेर्दाखेरि प्रत्यक्षदर्शी र सरकारी रिपोर्ट एकातिर विवादमा आयो जसले दिपेन्द्रलाई जिम्मेवार ठहराउँछ। अनि अर्कोतिर ज्ञानेन्द्रमाथिको शंका, बाहिरी शक्तिको हल्ला, अनुत्तरित प्रश्नहरू, अझ वर्षायामको मुखमा सुरुङ खोतल्ने काम भयो। 30 वर्षपछि पनि यो घटना रहस्यमय छ। यो त नेपालको लागि जोन एफ केनेडी हत्या प्रकरण जस्तै भयो के। आधिकारिक कथालाई चुनौती दिने अनेक सिद्धान्तहरू छन्। प्रक्रियागत धेरै प्रश्न अनि सम्भावित असरलाई अनि कति गहिरो भावना जोडिएको घटना। हामीले हेरेका स्रोतहरूले पनि त्यही पाराले काम गर्दा आधिकारिक कुरा एकातिर, जनमानसमा गढेको शंका र षड्यन्त्रका कथाहरू कार्यशैलीकै कुरा हो कि भन्ने आयो है। त्यो अझै अस्पष्ट नै छ। तर एउटा कुरा के प्रष्ट छ भने यो घटनाले नेपाली समाज र राजनीतिमा गहिरो छाप छोडेको छ र यसप्रतिको चासो आज पनि उत्तिकै छ। अन्त्यमा एउटा प्रश्नमा सोच्न छोडेर जाउँ न त, के यस्तो ठूलो घटनाको जहाँ शक्ति, राजनीति र गहिरो मानवीय भावना